यो पापको बाटो जाँदैन ल यसरी बढाउँदै जान्छ चेली यसरी खेल्दै जान्छ ल ल ल नाकको स्वरूप यही हो नाकको स्वरूप यो बाँसुरी नाकको स्वरूप यही हो श्रीमानलाई धोका दिनुहुन्छ घर परिवार धोका दिनुहुन्छ नाक त्यसरी हिँड्छ त्यो निकालिदिनु पर्थ्यो राख्नु हुने थियो है ल नाक यसरी खेल्दै जान्छ त्यहाँ धुपदेऊ त्यहाँ धुप ल नाकको स्वरूप यसरी हिँड्दै जान्छ खेल्दै जान्छ ल ल यस्तै अधुरो छ र त हेरौँ त सबैलाई लाग्छ भन्नुहुन्छ नि हामीले दियो गलासेर भोलि बिग्रिन्छ नि त भात पनि बिग्रिन्छ ए यसरी जान्छ चेली नाकको यो एउटा भिडियो बना नाकको यसरी जान्छ चेली खेल्दै जान्छ अब तिमी को भन पकाइ हो पकाइ बासिना हो अब तिमी कहिलेसम्म उत्रिने भन ल उत्रिने कहिलेसम्म के खाने के खाने भन के खान्छौ तँ खान्छौ सुटु गाजर लगाउँछौ तँ खान्छौ सुटु गाजर लगाउँछौ पानी ल्याइदिनु र ऊ त सबैको बन्देली सिकारी तिम्रो अवस्थामा खेल्दै जाउँ कसरी बनाएर खेल्दै हिँड्छ कसरी डुल्दै हिँड्छ 3 मिनट छोडिदिनु 3 मिनट यतिकै राख्छु 3 मिनट यतिकै राख्छु सेल्दै खेल्दै आऊ खेल्दै लड्दै पर्दै ल नाक नदिने नाकबाट लुगा चाहिँ ढुट्याउने खेल्दै जाँदाखेरि अब के गर्नु देउताले यति गरेको मान्छेले गरेको देउता भनेको यो कालो खेरि नाखेरि एकछिन मलाई भिडियो गर्दैछु शिवाजीको चेली शिवाजीको भक्त चेली अब खेल्ने ल हजुर घर कहाँ पढौ विराट चोक होइन ए विराट अस्ति गएको ठाउँ विराट चोक जस्तो लगेर मलाई भनेको टाइम लाग्छ थोरै ल अब यसरी खेलेर आउनुपर्छ यसरी चलेर आउनुपर्छ ल मलाई देखा खेलेर आउनुपर्छ यो चेलीलाई यसरी खेलेर आउनुपर्छ यो चेलीलाई यसरी चलेर आउनुपर्छ यो चेली पाथेर आमा माइली बहिनी आउँदैछ एकछिनमा अब मेरो साथमा खेल्दै आउँछ चेली ल तिमी सरुब तिम्रो ल अब दुध कुना खान्छौ दुध लिनु आउँछौ गाईको भैँसीको गाईको अब घर परिवार तनाव गर्छ गर्दैनौ न बुढाले हेला गर्छ गर्दैनौ न बुढाले तनाव गर्छ गर्दैनौ न छोराछोरा तनाव गर्छ गर्दैनौ न छोरा बुढाले तनाव गर्छ गर्दैनौ न मन्दिर बस्यो बस्दैन बस्यो बस्दैन अब भित्र लिन्छौ बाहिर लिन्छौ मन्दिर मेरो बाहिर हुन्छ कति तले मन्दिर छ 7 तले 7 तले मन्दिरमा सामान के छन् 7 वटा दियो 7 वटा कलश अनि 7 फुलको फुल अनि अरु शिवजी गणेश पार्वती दुर्गा पार्वती लिन्छ दुर्गा ए दुर्गा चाहिँ हजुर पार्वतीले पनि हान्छ नि फेरि यो सिस्टरले ड्याम शिरमा लगाएर राख्छ नि शिरमा राख्छ होइन पार्वती होइन देउते हो के ल तिम्रो कपाल खोल देउता कपाल खोल देउता त्यसरी बस्छ चेली ल अब खेलेर जानु पर्यो दुःख दिनु हुँदैन त्यो चेलीमा छोड्दै ल अब चलाउँदै लान्छु खेलाउँदै लान्छु तिमीलाई गुरुधाम दिएर छोड्छु तिमीलाई सामान चाहिन्छ अझै एउटा के चाहिन्छ भन के चाहिन्छ भन झ्याम्टा पगडी माला मेरो
एउटा अँ सेतो पगरी चाहिन्छ सेतो पगार लाउँछौ ल सेतो पगार तिमीलाई दिन्छु तिमीलाई मालाजुला दिन्छु ढ्याङ्ग्रो छ छैन ढ्याङ्ग्रो छ के को थाला छ मृगको छाला मृगको थाला छ वनकै जनावर लाउँछौ त चलाउँछौ उम्, सक्छौ सक्छु सक्छौ सक्छु किन गो म त सक्छौ म त दुधै खाएर औ हिँड्ने चली हिँड्ने हो म त ल तेरो चेलीमा अब चलाउँदै लान्छु खेलाउँदै लान्छु सुझाउँदै लान्छु बुझाउँदै लान्छु सत्य शिवजीको चेली अब कुनै फेरि नागको चेली शिवजीको चेली अब हो। नागले बेरेको चेली अब हो। सुझाउँदै लान्छु बुझाउँदै हो। लान्छु तिमीलाई ल ल तिम्रो धर्ममा जाउँ ल पापडमा जाउँ ल छोडिदिएर तिमीले नागले बताएको चेली छोड छोडिदिएर सत्य देउतामा छोड सत्य देउतामा छोडिदिएर छोडिदे सत्य देउतामा छोडिदिएर छङ्गा भयो छङ्गा हुन्छ के भयो जाऊ ढोका मन्दिर यति नगरी पक्कै हुँदैन म के गर्नु अब जाऊ मन्दिर ढोका मन्दिर मेरो बहिनी छोरी हो मेरो मामाको छोरी छ आफ्नै मामाको छोरी अब मामाले माफ हुँदैन है पूजापाठ अब मामाले भनेको त हामी भान्जाहरू हो भान्जाले